नमस्ते एभ्रिवान र गुड मर्निङ। म मिसन अधिकारी र यो गाडीमाटु नेपालबाट मेरो फर्स्ट रिभ्यू भिडियो र यो हो डोङफेङ नामी भिगो, जुन चाहिँ एउटा इलेक्ट्रिक गाडीको एकदम खतरा र फिचर भएको गाडी हो। र यो गाडी तपाईँले किन रोज्नुहुन्छ र किन चाहियो र तपाईँको घरमा किन यो गाडी हुनुपर्छ भन्ने जानकारी म यो भिडियोबाट तपाईँलाई पुर्याउन चाहन्छु। अन्तिमसम्म हेरिदिनु न, म अनुरोध गर्न चाहन्छु। धन्यवाद। सबैभन्दा पहिला कम्पनीको ट्रस्ट फ्याक्टर। डोङफेङ मोटर्स 55 years experience, 100+ country presence, 10,000+ patents, 4 R&D centers. They are so big कि Fortune Global 500 मा र्याङ्क 188 मा पर्छ। अनि हो नामी भिगो चाहिँ चाइनाको हिरो, वर्ल्डको जिरो होइन, इट्स ग्लोबल मसिन। सो दिस इज नामी भिगो। प्र्याक्टिकल, स्टाइलिश, टेक हेभी अनि सबैभन्दा इम्पोर्टेन्ट ओभर कम्प्लिटेड नगर्ने जस्ट स्मार्ट इभी। 3 भेरिएन्टमा अभाइलेबल छ, E2 र E2+। र अगाडि तपाईँले पाउनुहुन्छ टी-सेप्ड LED हेडल्याम्प्स, भेरी शार्प डे लाइट DRSले त फरक चाम नै दिन्छ यो गाडीलाई। र अगाडि लोगो सँगै तल 360 क्यामेराको क्यामेरा पनि रहेको छ भने अगाडि फ्रन्ट पार्किङ सेन्सर पनि रहेको छ यो गाडीमा। अब जाउँ साइड तर्फतिर। साइड तर्फ हामीले देख्न सक्छौँ हामीले चार्ज गर्ने ठाउँ देख्छौँ, जसमा हामीले ब्याट्री 44.94 kWh को पाउँछौँ भने 51.87 kWh को पनि पाउँछौँ। र रेन्ज भनेको यसको 300 देखि 350 WLTP रेन्ज छ भने यसमा तपाईँले पाउनुहुन्छ 99 kW को मोटर र रफली 132 हर्स पावर पनि यो गाडीमा तपाईँले पाउनुहुन्छ। र हामी देख्न सक्छौँ हामीले पाउँछौँ यो गाडीमा फ्लोटिङ मिरर्स, जुन चाहिँ एकदम खतरा रहेको छ। र यसको साइड लाइट र तल 360 क्यामेराले चाहिँ यो साइड फ्लोटिङ मिरर्स त एकदम बब्बाल देखाउँछ है। र अर्को कुरा के छ भने यो गाडीमा तपाईँले पाउनुहुन्छ सेमी डोर ह्यान्डल्स, जसमा तपाईँले एउटा बटन पाउँछ जुनमा तपाईँले थिचेपछि यो गाडी आफै अनलक पनि हुने गर्छ। जाउँ यसको पछाडिबाट। पिक्सल स्टाइल ट्याङ्गुलर टेल लाइट कस्तो फ्युचरिस्टिक छ। अनि यो हेभन एन्ड अर्थ टेलगेट त एकदम दामी छ। यो त पुरा क्याम्पिङ लभर्सको ड्रिम नै हो। किनभने तपाईँलाई म देखाउँछु है, पर्खिनुहोस्। अब हामी पछाडि हेरौँ है। पछाडि यसमा छ लोगो र तल यसमा छ 360 क्यामेरा पनि। हामीले तल देख्छौँ रियर पार्किङ सेन्सर पनि यो गाडीमा पछाडि रहेको छ भने तपाईँले तलपट्टि चट्ट देख्नुहुन्छ तपाईँले डोङफेङ लेखेको त्यहाँ ब्याच पनि तपाईँले पाउनुहुन्छ भने साइडमा भिगो लेखेको पनि पाउनुहुन्छ। कसरी क्याम्पिङ लभरको लागि फेमस छ भनेर त यहीँबाट हेर्नुहोस्। तपाईँले पाउनुहुन्छ 150 kg सपोर्ट, जसमा तपाईँले बेन्च, टेबल, लग स्टेसन जे छ यसमै छ। रियर लगेज स्पेस इज स्ट्यान्डर्ड 500 लिटर विथ 3 लेयर डिजाइन, जसमा 313 लिटर, 115 लिटर र 721 लिटर तपाईँले यता पछाडि पाउनुहुन्छ, जुन चाहिँ एकदम खत्रै हो है यो गाडीको फिचरमा आउनुपर्ने कुरामा। र पछाडि पार्सल ट्रे त भइ नै हाल्यो, जुन चाहिँ अब तपाईँले सिटलाई तल ढल्काएर अझै धेरै स्पेस पनि तपाईँले यहाँ बनाउन सक्नुहुन्छ, जसमा तपाईँले विभिन्न सामानहरू अटाउन सक्नुहुन्छ। र तर तपाईँले लाइट पनि पाउँछ, जुनले चाहिँ तपाईँको रातको समयमा तपाईँले थोरै उज्यालो यसले दिन्छ, जुनले चाहिँ तपाईँलाई एकदम राम्रो भिजुअलिटी तपाईँले यहाँ स्पेस के राखिरहेको भनेर ठ्याक्कै थाहा पाउन सक्नुहुन्छ। भने हामीले यो तल खोल्दाखेरि पनि हामीले के पाउँछौँ भने हामीले पाउँछौँ यसमा केही वार्निङ साइनहरू पनि पाउँछौँ र चार्जिङहरूको पनि केबलहरू हामीले त्यहाँ पाउँछौँ। र यो हो यो गाडीको चाबी, जुन चाहिँ स्पिनर टाइपको रहेको छ, एकदम इन्ट्रेस्टिङ चाबी रहेको छ। र हामी भित्र जान्छौँ यो गाडीको। ओहो खोल्दा त यो सिट आफै पछाडि सर्यो, जसलाई भन्छ मेमोरी सिट। मेरो हिसाबमा यो सिटले आफ्नो पोजिसन लिइसक्यो र अगाडि हामीले भेन्टिलेटेड अनि हिटेड सिट पनि पाउँछौँ। र प्यासेन्जरको लागि पनि एकदम पर्फेक्ट सिट रहेको छ यो गाडीमा। 12.8 इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम पाउनुहुन्छ भने 8.8 इन्चको डिजिटल क्लस्टर पनि पाउनुहुन्छ। र अगाडिबाट एकदम गजब र एकदम बेस्ट भ्यू तपाईँले यो गाडीमा पाउनुहुन्छ। र स्पेसको कुरा गरौँ, हामीले अगाडि थोरै पर्स वा केही सामान राख्नु पऱ्यो नि यहाँ चट्ट खोलेर नि हामीले राख्नु मिल्छौँ भने हाम्रो पछाडि पनि सानो आर्मरेस्टमा पनि रहेको छ सामान राख्ने ठाउँ। र हाम्रो साइडमा कुनै बोतल वा के राख्नु पऱ्यो भने पनि चट्ट राख्ने ठाउँ रहेको छ। र अर्को कुरा हेरिहालौँ, अगाडि हामीले पाउँछौँ एकदम खतरा ड्यासबोर्ड भने हामीले माथि USB राख्नलाई पनि थोरै त्यहाँ पाउँछौँ। स्पिकर पनि हामीले एकदम डेडली स्पिकर हामीले पाउँछौँ। र ब्याक मिररको लागि पनि हामीले यहाँ अप्सन रहेको छ भने यो आफ्नै हिसाबले एडजस्ट गर्न पनि तपाईँले पाउन सक्नुहुन्छ। र अर्को कुरा के भने तपाईँले माथि लाइट पनि पाउनुहुन्छ, इमर्जेन्सी लाइट पनि त्यहाँको अप्सन त्यहाँ रहेको छ भने। र चट्ट वान क्लिकमै
लाइट अन अफ पनि हुन्छ भने हामीले चट्ट आफ्नो ऐना हेर्नु पर्यो भने ल है कस्तो राम्रो कस्तो देखाएको छु म भनेर टक्क खोलेर त्यहाँ लाइट पनि बल्ने गर्दछ भने अब हाम्रो प्यासेन्जर प्रिन्सेसलाई पनि ऐना हेर्नु परेमा चट्ट त्यो खोलेर उसलाई लाइट पनि बालिदिन्छ अँध्यारोको बेला अनि चट्ट कति राम्री म भयो भनेर हेर्न पनि पाउँछ र त्यो खोलेर साइडमा घाम लाग्यो भने पनि साइडबाट यसले घाम मजाले छेकिदिन्छ। यति भएपछि के चाहियो र जिन्दगानीमा। तपाईँले अगाडिबाट एकदम प्रिमियम ड्यासबोर्ड पाउनुहुन्छ भने एकदम राम्रो फिनिसिङ पनि रहेको छ र एसी भेन्ट पनि तपाईँले पाउनुहुन्छ। चार्जिङको लागि पट्सहरू पनि तपाईँले यहाँ अभाइलेबल छ भने ग्लभ बक्स पनि छ जसमा ठिक्कै स्पेस पनि यसमा रहेको छ र यसमा भित्र मात्रै स्पिकर होइन बाहिर एक्सटर्नल स्पिकर पनि यो गाडीमा रहेको छ र एसी भेन्ट र स्पिकरहरू पनि एकदम गजबको गाडी रहेछ यो। अनि लेग रुम तपाईँले हेर्नुभयो भने एकदम खतरा लेग रुम तपाईँले पाउनुहुन्छ भने माथि पनि एकदम गजब तपाईँले यहाँ पाउनुहुन्छ। म त 5'9" हो र मेरो लागि यहाँ हेड रुम चाहिँ एकदम गजब रहेको छ र यो 6 फिट र त्यो भन्दा पनि बडीलाई चाहिँ खासै फरक पर्दैन एकदम कम्फोर्टेबल हुन्छ। मजाले बस्छु। यहाँ पछाडि पनि हेडरेस्ट पनि रहेको छ र यहाँ आर्मरेस्ट त भइ नै हाल्यो एकदम खतरा फिचर रहेको छ। यति रेन्जमा यो गाडीमा यतिको फिचर भन्नु त धेरै खतरा हो र यो भन्दै अझै हामी यो गाडीको फिचर हेर्छौँ है। म सेफ्टीकै कुरा गर्नु पर्दाखेरि 6 एयरब्याग, ABS, ESC, EBD, हिल एसिस्ट, ट्रान्जेक्सन कन्ट्रोल, फुल प्रोटेक्सन तपाईँले यो गाडीमा पाउनुहुन्छ। लेभल 2 को एडास पाउनुहुन्छ। FCW, AEB, लेन कन्ट्रोल, ट्राफिक साइन्स रेकग्नाइजेसन, स्मार्ट स्पिड लिमिटर पनि यो सब कुरा यो गाडीमा पाउँछ। ड्राइभरलाई त स्ट्रेसै हुँदैन झन् प्यासेन्जरलाई त एकदम म त यो एकदम ट्रस्ट गर्छु भन्ने हुन्छ है। र क्विक फिचर्सको बारेमा कुरा गरिहालौँ। फिचर्समा तपाईँले पाउनुहुन्छ हेभन एन्ड अर टेलगेट, म्युजिक सिङ्क एम्बियन्ट लाइट, वेलकम एन्ड मेमोरी सिट, 3C फास्ट चार्जिङ 30 देखि 80% इन 18 मिनट्स र अर्को तपाईँले पाउनुहुन्छ एक्सटेरियर स्पिकर जुन चाहिँ यो गाडीको एउटा इन्सेन फिचर पनि हो। दिनसम्म तपाईँले भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँलाई यो गाडी सायदै किन मन लागिरह होला। तपाईँले यो गाडी पाउनुहुन्छ एकदम एफोर्डेबल प्राइसमा र यो गाडी तपाईँले किन्नुभयो भने यो गाडीमा तपाईँको टेकसँगै यो गाडीको फिचर र पर्फर्मेन्स एकदम गजबका हुन्छ। 400 किलोमिटर रेन्ज भन्दा बढी र के चाहियो र यो गाडीमा। र यो गाडी चाँडै लिनुहोस् र तपाईँले लास्टसम्म हेर्नु भएकोमा फेरि धन्यवाद गर्दै लाइक शेयर सब्सक्राइबको अपेक्षा राख्दै म यस भिडियोबाट बिदा लिन चाहन्छु। म मिसन अधिकारी गाडी मान्डु नेपालबाट।